आज सर नेपालगञ्जमा गर्मी फागुनदेखि सुरु हुन्छ र भदौ असोज कार्तिकसम्म हुन्छ भन्ने कुरा त जानकारी होला नि सर। एकछिन भन्नु। नेपालगञ्जमा फर्स्ट टाइम आउनुभयो सर? होइन, फर्स्ट टाइमै मेरो हो। ए हजुर हजुर, मेरो फर्स्ट टाइम हो। नेपालगञ्ज नेपालकै सबैभन्दा धेरै गर्मी हुने ठाउँ हो भन्ने कुरा पनि त ज्ञान होला सरलाई। फर्स्ट टाइम हो, त्यसलाई हामी तयार छौँ। आज तपाईँको भनिहाले, तपाईँ माघ फागुन भन्दैको जम्मै एक हप्ता पहिलेको कुरालाई चाहिँ अहिले भन्नुभएको सर होइन। योभन्दा पहिलाको गर्मी भएन नेपालगञ्जमा सर? पहिलाको मलाई थाहा भएन, विगतको आर्थिक वर्षको मलाई थाहा छैन। हजुर, म आएको यो आर्थिक वर्षमा हो। हजुर। र यो मेरो के आग्रह छ भने तपाईँको वर्ष सिद्धिन लाग्यो नि त सर। होइन, के आग्रह छ मेरो तपाईँको मार्फत, हजुर, हामीले जनतालाई जुन पनि अवस्थामा समस्या हुन दिँदैनौँ र विगत जुन तपाईँले भन्नुभयो 7-8 गते कुरा हो, त्यसमा अलिअलि हल्का समस्या आएको थियो। त्यो हाम्रो सबै त्यसमा जनताहरूले, हाम्रो ग्राहक महानुभावहरूले धैर्य राखेर हामीलाई सहयोग गर्नुभयो र हामीलाई मनोबल पनि बढाउनु भयो। लोड सेडिङ सेड्युलको कुनै आवश्यकता पर्ने छैन नेपालगञ्जमा? लोड सेडिङ भन्ने शब्द छैन। हजुर, लोड सेडिङ भन्नु हुँदैन। नेपालगञ्ज वितरण केन्द्रले आफ्ना ग्राहकहरूलाई चाहिँ भरपर्दो, रिलायबल र गुणस्तर सेवा दिन हामी तत्पर छौँ र हामी चाहिँ त्यसमा लागिपरेका छौँ र त्यसको रिजल्ट पनि हाम्रा ग्राहकहरूले महसुस गर्दै हुनुहुन्छ। यसको लागि तपाईँलाई जुन आउनुभयो, ल धन्यवाद।